साथीहरू आज एउटा भिडियो लिएर आएको छु। साथीहरूलाई हेर्न सक्नुहुन्छ हैन, तपाईहरुले चाहिँ आफ्नो अन्डा करी कसरी बनाउने भन्ने तरिका लिएर आइरहेको छु। साथीहरूले हेर्न सक्नुहुन्छ। चट्ट लाएर खानामा भातमै तपाईले ट्याक्क अन्डा चाहिँ त्यो भाँडामा हालेर यसरी पकाएर चट्ट निकाल्न सकिन्छ। त्यसपछि चट्ट आलुलाई यसरी उन गर्ने, त्यसपछि अन्डालाई पनि यसरी छोडाउने साथीहरू। त्यसपछि त्यसलाई आलुलाई मजाले यसरी पुरा गर्ने, अनि आलुलाई पनि यसरी गरेपछि लसुन अदुवालाई यसरी चट्ट केलाउने, त्यसपछि चट्ट यसरी पिन्नी साथीहरू। पिनेपछि चट्ट लाएर यसरी प्याजलाई पनि काट्ने, त्यसपछि चट्ट लाएर तेल हाल्ने, तेल हालेपछि साथीहरू ट्याक्क लाएर अलिकति मेथी हाल्ने साथीहरू। मेथी हालेपछि अलि खुर्सानी हाल्ने, खुर्सानी हालेपछि चट्ट पारेर एकछिन गर्ने, त्यसपछि थोरै साथीहरू त्यसपछि फेरि प्याज हाल्ने, चट्ट प्याजलाई यसरी गर्ने, चट्ट प्याजलाई भुट्ने मजाले, चट्ट लाएर बेसारहरू हाल्ने, त्यसपछि मसलाहरू हाल्ने साथीहरू। यसरी बेसार हाल्न सकिन्छ, मसला हाल्न सकिन्छ साथीहरू। त्यसपछि चट्ट चलाउने यसलाई, त्यसरी चलाएपछि चट्ट लाएर यसलाई अलिक टमाटर हाल्ने साथीहरू। टमाटर हालेपछि फेरि चट्ट पिनेको लसुन अदुवा हाल्ने, त्यसपछि हल्का पानी हाल्ने, त्यसपछि चट्ट लाएर आलु हाल्ने, त्यसपछि आलु हालेपछि मजाले आलु चलाउने, अनि त्यसरी चट्ट धनियाँ हाल्ने, त्यसपछि चट्ट हाल्ने, चट्ट लाएर यसरी चलाइदिने साथीहरू। यो त्यो अन्डा करी भयो, बनाउन सकिन्छ साथीहरू। सबैले अन्डा करी बनाएको हेर्न सक्नुहुन्छ साथी। चट्ट लाएर यसरी भातलाई चट्ट हाल्ने, चट्ट लाएर थालमा, अनि त्यसपछि चट्ट अन्डा करी यसरी खान सकिन्छ साथी। जाडो मौसममा यति खान अति उपयोगी हुन्छ साथीहरू। कोले अन्डा करी